हेलो नमस्ते लासो फ्याफुला फेरि पनि स्वागत छ हजुरहरुलाई मेरो युट्युब च्यानलमा। आज चाहिँ म धेरै पछि भिडियो लिएर आएको छु हैन, किनभने अहिले हामीले कन्टिन्यू गर्न पाइरहेछौँ यो भिडियो बनाउनलाई, किनभने मेरो अलिकति हेल्थमा इस्यु प्रब्लम भएर चाहिँ मैले बनाइरहेको छुइनँ। सो आज चाहिँ म फ्यामिलीहरुसँग चाहिँ भुकिलान जाँदैछु घुम्नको लागि। सो सबैजनाले भिडियो इन्जोय गरिदिनु होला। अब चाहिँ हामी टक्क लाएर सबैजना रेडी भएर चाहिँ आज जाँदैछ। हामी धेरै पछि चाहिँ जाँदैछौँ है, धेरै पछि धेरै सानो हुँदा गएको थियो। त्यसपछि अनि त्यसपछि भिडियो पनि हाम्रो त्यस्तै भइरहेको छ होइन। अहिले हाम्रो अहिले भन्नाले नि मेरो चाहिँ अलि हेल्थमा इस्यु छ, त्यही भएर पनि मैले अहिले भ्लग बनाइरहेको छुइनँ। सो अब चाहिँ कन्टिन्यू ल्याउने भन्ने चाहिँ हाम्रो कुरा छ। यहाँनिर आन्टी अनि हामी दिदीबहिनीहरू चाहिँ यो यहाँनिर छौँ भने चाहिँ अर्को लटमा चाहिँ एउटा भाइहरू छ, धोर्सी चाहिँ उतापट्टि छ, उनीहरू अगाडि गइसक्यो, हामी चाहिँ यहाँनिर छौँ। सो भिडियो यस्तो मजाको हुनेछ होइन। सो सबैजना भिडियो इन्जोय गरिदिनु होला। हाई गरिदिनु अब हाम्रो चाहिँ आइसकेको छ। अब चाहिँ हामी यहाँबाट आइपुग्यो। मान्छे धेरै छैन तर राम्रै हो, धेरै भयो भने झ्याउ लाग्छ मान्छे। ल्याम्ती भयो भने पालै पाउँदैन कि हुँदैन भन्छ। त्यही भएर हाम्रो चाहिँ आज आइतबार शनिबार बिहान आइपुगिसक्यो। हामी चाहिँ अब यहाँ चटपटे खाना आएको। यिनीहरू यहाँनिर हाम्रो स्विमिङ कस्ट्युम पनि रेडी भइसकेको छ। अनि अब धुर्सीहरू चाहिँ आउनु बाँकी छ। उनीहरू हामीभन्दा छिटो अगाडि गएको तर ढिलो भयो। अब हामी चाहिँ आइपुगिसक्यौँ चाहिँ त्यो त्यहाँ कस्ट्युम चेन्ज गर्न गएको छ। त्यो उनीहरू पनि यहाँ आइसकेको छ सबैजना। ऊ त्यहाँ चटपटे रेडी भनेको चाहिँ अब यहाँ यसो गरेर जाँदैछौँ। हामी चाहिँ यहाँनिर जाँदैछौँ बिस्तारै आउनु आन्टी सबैजना। अब यहाँ टिकट काट्न लागेको। जाउँ न, टिकट नै काटिसक्यो। मेघना टिकट देखाइदियो ल। यहाँ टिकट हामी यतिजनाको टिकट भइसक्यो। हाम्रो ग्रुप चाहिँ कतिजना छ? ल हामी चाहिँ यतिजना छ। यहाँ डेजी चाहिँ यो खेल्ने रे, यो लिएर खेल्ने हो। हाम्रो चाहिँ यहाँ टिकट पनि भइसक्यो। अब हामी भित्र एन्ट्री गर्दैछौँ। भित्र एन्ट्री गर्दैछौँ सबैजना। डेजी एकदम एक्साइटेड छ है। फाइनली हामी चाहिँ आइपुगिसकेको छ। धेरै हामी कति वर्ष चाहिँ आएको होइन अहिले। डेजी 6 महिनाको हुँदाखेरि आएको थियो हामी चाहिँ जुरासी जाँदैछौँ। ल जा तिमीहरू बिस्तारै ल। बाई बाई। ए यो त काटेर कस्तो भएछ नि त अहिले त। अलिक त्यति राम्रो चाहिँ रहेछ पहिला जस्तो। रुख सबै काटेर है, रुख सबै काटेर त्यति राम्रो भएन। लु राम्रोसँग जाऊ। बाई बाई। ल है यहाँ मेरो पछाडि चाहिँ आन्टीहरू हुनुहुन्छ है। छोरी हाई गरिदियो यता हेरेर। डर लाग्यो रे डेजीलाई, डर लाग्यो। तर पहिला जस्तो छैन रहेछ। पहिला यस्तो राम्रो थियो होइन, अहिले चाहिँ छैन रहेछ। अहिले अब खोइ बन्न लाग्यो होला नयाँ राम्रो होइन। तर यो पहिला जस्तो छैन। जुन भर्खर नयाँ हुन्थ्यो नि त्यस्तो चाहिँ छैन। यो अहिले उजाड कस्तो भएर खस्दै मलाई चाहिँ राम्रो लाग्यो। पुरा सुन्नु ल जाऊ जाऊ जाऊ। अनि अब हामी खेल्न जाँदैछौँ रेडी भएर यहीँ। अनि यहाँ बाबा छोरी खेलिरहेछ। अरू त उता कता खेल्न गयो। आन्टी यहाँ हुनुहुन्छ। अनि अब हामी पनि अब खेल्न जानु लागेको है। अब हामी खेल्नु। लियोन चाहिँ यहाँ छ, लियोन बहादुर। त्यो लगाएर यहाँ हो त्यो लगाएर यहाँभित्र हाम्फाल यहाँनिर छ लियोन। अनि उता छ हामी चाहिँ यसरी आउने हो क्या, यसरी आउँदैछ भाइ र दुईवटा भाइ आउँदैछ त्यहाँनिर। आन्टी हामी यो खेल्ने हो नि त आइसकेको छ यहाँनिर चाहिँ। र मैले राम्ररी भिडियो बनाउन पाएन यहाँनिर।
जिवन र मेघना आउँदैछ त्यहाँबाट चाहिँ कस्तो उयो होइन पुरा यो चाहिँ एकदम मजा क्या तर डर पनि लाग्ने मजा नै होइन तर एकदम रमाइलो भयो है पानी यस्तो चिसो छ भन्नु मात्र गर्नुमै नआएर कङ्गना र मेघना चाहिँ यहाँ आइसकेको छ एकदम खतरा त्यहाँ माथि लाग्दा चाहिँ एकदम अन्त है लाग्दा त्यहाँ डर लाग्छ त्यसपछि डर लाग्दैन दिदी पनि खेल्ने यो ल गाइज हामी यहाँ छौँ नाउडेज्यू ओहो मेरो छोरीलाई एकदम जाडो भइसक्यो गाइज ल डेजी आऊ तिमी यहाँ खेल जाऊ जाऊ तिमी यहाँ जाऊ जाऊ यहाँ जाऊ हो जाऊ 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 बस बस हो ल ल डेजी र म चाहिँ हामी यो खेल्छौँ गाइज यहाँ डेजी चुप्लुक चुप्लुक डुब्न यहाँ चाहिँ दिदीहरू उता गइसक्नु भएको छ खेल्नलाई गाइज यहाँ छोरी त्यहाँ मम्मी बाबा हो यो पनि मैले पनि खेलेको थिएँ मजा आउँछ कि तर म पनि खेलेँ ल यहाँनिर चाहिँ आन्टी र जीवनको एन्ट्री भएको छ कङ्गना र मेघना आउँदैछ हाम्रो त यस्तो गरेको थिएन झुल्दै यहाँनिर चाहिँ आन्टी भाइहरू सबैजना गएपछि मिल्दैन बच्चालाई छोरी जानु मिल्दैन तिमी यता आऊ हामी एक त घरबाट आउन ढिलो भयो होइन अनि त्यसपछि यहाँ आइसकेपछि त घाम पनि गइसकेको रहेछ यस्तो चिसो पानी होइन चिरिक्क घाम लाग्यो भने चाहिँ बब्बाल हुन्थ्यो क्या मजा आउँथ्यो त्यही पनि खेल्न त खेल्यो त्यही पनि मलाई त टाउको मेन चाहिँ मलाई त यस्तो टाउको दुख्यो है गाह्रो भयो क्या अनि म त निस्किहालेँ अनि छोरीलाई पनि निकालिहालेँ मैले छोरीलाई अब बाबाले खेलाउँदैछ यहाँनिर अनि ऊ भाइहरू त्यहाँनिर खेल्न जाने रे के खेल्ने भन्दैछ यिनीहरू मेघना कङ्गना ड्रेस चेन्ज गर्न गएको छ भयो भयो राम्रोसँगले समाउनुहोस् राम्रोसँग सबैजना रमाइलो गरेर अब चाहिँ घर फर्किँदैछौँ सबैजना रमाइलो भएन र अब चाहिँ हामी सबैजना खेल्यौँ रमाइलो गरेर अब चाहिँ हामी फर्किँदैछौँ हाम्रो लागि चाहिँ स्पोन्सर चाहिँ हाम्रो पूजा दिदीले गरिदिनु भएको त्यही भएर है दिदीलाई थ्याङ्क यू सो मच भन्न चाहन्छौँ अनि दिदीले चाहिँ आज अलि दिदीको टाउको दुखेर हामीले जोइन गर्न पाउनु भएन त्यही भएर दिदीलाई मिस नै गऱ्यौँ हामीले दिदी अब झन् रमाइलो हुन्थ्यो थ्याङ्क यू सो मच खेल्नु लड्दैन क्या छोरी बिस्तारै जाऊ हो बिस्तारै जाऊ ल हो लु बिस्तारै जाऊ क्या नि लु बिस्तारै जाऊ ल पनि खेलिनँ ऊ त तिनीहरू सबजना बसिरहेछ मलाई हेरिरहेछ रोहन र म चाहिँ केही नहाले टाउको दुख्छ भनेर खुब रमाइलो छ आजदेखि भन्दा यस्तो रमाइलो त मेरो छोरी खेलेर पनि भ्याइसकेको छ डेजीले चाहिँ यो खेलिरहेको थियो उसको अब टाइममा भइसक्यो अब डेजु चाहिँ हामी खाजा खाँदैछौँ अब सबैजना खाजा खाइरहेछौँ अब खाजा घर जान्छौँ लाइक सेयर कमेन्ट गरेर सब्सक्राइब गरेर माया गरिदिनुलाई बाई बाई